हेलो गाइज, वेलकम टु माई न्यू भिडियो। स्वागत छ तपाईँहरूलाई मेरो नयाँ ब्लगमा। आई होप हजुरहरू सन्चै हुनुहुन्छ होला। म पनि एकदम चिलमा छु। अब मैले भनि त केही राख्नु पर्दैन मेरो लाइफको बारेमा, तपाईँहरूलाई थाहा नै छ होला। सो अब भिडियो बनाएपछि मैले अलि त भन्नै पर्छ होइन। अरू दिन जसरी उठेर बिहानै रेडी भएर आइसकेँ म पत्रिका बाँड्न। मलाई 1 घन्टा रमाइलो हुने भनेको यो पत्रिका बाँड्दाखेरि होला क्या। सबैको घर जान पाइन्छ, स्कुटी छ नि त, अनि अलि रमाइलो नि हुन्छ, गाडीमा घुम्न नि पाइन्छ। मेरो 24 घन्टाको रमाइलो पार्ट भनेको यही 1 घन्टा नै होला क्या। अब राति त कहीँ जान पाइँदैन, सो त्यहीँ बसिराख्नुपर्छ वाचम्यानमा त। अनि डेमा नि यताउता त जानुपर्छ, तर गर्मीमा मलाई खासै राम्रो लाग्दैन नि त गर्मीमा हिँड्न, त्यही भएर मलाई त्यो मनै पर्दैन क्या। मेरो 24 घन्टामा रमाइलो पार्ट भनेको त्यही 1 घन्टा मात्र होला। ट्याक्क सिल्तो पनि सिल्तो हुन्छ। मलाई झन् सन्डे यस्तो मजा लाग्छ। सन्डे त चिलमा जान्छु क्या, किनभने सन्डे मेरो डे छुट्टी हुन्छ नि त, त्यही भएर मस्त जति टाइम लगाएर बाँड्दा नि हुन्छ पेपर। अरू दिन त अब छिटो गर्नुपर्छ नि त, डे काम जानुपर्छ, डे काम छुट्छ कि भनेर छिटो बाँड्नुपर्छ क्या। म चाहिँ दिउँसो सुतेर भर्खरै उठेको, त्यही भएर मेरो फेस यस्तो देखेछ। यहाँ चाहिँ नाली सफा गर्न लागेको रहेछ। म चाहिँ गएँ नाइट ड्युटीतर्फ होइन मेरो। गर्मी हेर्नु न, गर्मी कस्तो छ क्या। पोछा लगाउने लिक्विड चाहिँ सकिएको थियो, सो अब यो डब्बा त्यहाँ दिन्छु, अनि त्यो डब्बा म भरेर मन्डे दिन्छु। हिजो शनिबार दिएको, अब भोलि दिन्छ होला मन्डे। कि किनेर ल्याइदिन्छ कि भरेर दिन्छ क्या। सकिएपछि भन्नै पर्छ, नभनेपछि अब पोछा कसरी लगाउनु होइन। यस्तै छ होइन जिन्दगी चल्ने लाइफ। थ्याङ्क्स फर वाचिङ गाइज। माया छ सबैजनालाई, यसरी नै माया देखाउँदै राख्नु होला है। फलो गर्न चाहिँ नबिर्सिनु होला।